हेलो साथीहरू नमस्ते। अहिले चाहिँ हामी मूलपानी क्रिकेट स्टेडियममा आइपुगेका छौँ। यो चाहिँ दुईटा स्टेडियम छ, एउटा माथिपट्टि एउटा तलपट्टि। हामी आउँदा आउँदैको चाहिँ दृश्य हो। यहाँ चाहिँ कार्यहरू भइरहेको छ, यो बनाउने कार्य भइरहेको छ यो मूलपानीमा। अनि हामीले आउँदा आउँदै यो भिडियो खिचौँ भनेर आज 82 साल जेठको 24 गते चाहिँ हामी यो शनिबारको दिनमा यसो घुम्न निस्किए बेला यो देखिहाल्यो। अनि के रहेछ त अलि वस्तुगत अवस्था भनेर हामीले चाहिँ भिडियो यो मूलपानीको चाहिँ खिचिरहेका छौँ। यो चाहिँ अहिलेको यो अपडेटेड भिडियो हो। अब चाहिँ हामी यो खिचेर तपाईँहरूलाई देखाइरहेका छौँ। यो चाहिँ वर्क इन प्रोग्रेस भइरहेको छ, काम चाहिँ धमाधम। यो सब बर्खा लाग्न लागेको छ, अब त्यो बेला के हुन्छ थाहा छैन। तर अहिलेको यो दृश्य चाहिँ एकदम मनमोहक छ एकदमै। अनि त्यही भएर आएको बेला खिचिहालौँ भनेर मलाई चाहिँ यो मन लागेर यो भिडियो लिएको हो। जो नेपालले राम्रो गरिरहेको छ यो क्रिकेटको क्षेत्रमा, जस अझै पनि गरोस् राम्रो उपलब्धि भनेर चाहिँ स्टेडियमहरू बनाउनुदेखि लिएर खेलाडीहरूलाई मोटिभेसनको लागि जति गर्न पनि त्यो नगरे नि त्यसको लागि प्रक्रियाहरू चाहिँ अझै भइरहेको छ। अझै राम्रो गर्ने, अझै खेलाडीहरूलाई मोटिभेट गरेर अझै नेपाललाई पदक जिताउने क्रिकेटको क्षेत्रमा र नाम चिनाउने चमर्को सहित लागि परेको छन् लाग्न चाहिँ। यो सब अब आउने दिनमा अझै क्रिकेटमा अझै राम्रो हुँदै जाओस्, नेपालले अझै राम्रो गर्दै जाओस्, यही होप गरौँ। अब हामी चाहिँ माथिपट्टि जान्छौँ, माथि पनि तपाईँहरूलाई देखाउँछौँ। अहिले चाहिँ मूलपानीको यो चाहिँ क्रिकेट एसोसिएसन अफ नेपाल चाहिँ यहाँ छ। यो भइहाल्यो। यहाँ पनि ग्राउन्ड छ, तल पनि ग्राउन्ड छ। तल ग्राउन्ड तल भइरहेको यो मुनिपट्टि चाहिँ त्यो तलपट्टि ग्राउन्ड भयो। यो चाहिँ एसिया क्वालिफायर मूलपानी। अच्छा, काम देख्दा पनि दिन सकिन्छ। यो पनि काम भइरहेको धमाधम। यस्तो नेपाल क्रिकेट सङ्घ यो माथिको भयो। यो माथिपट्टिको भयो। यो चाहिँ यो तलपट्टि चाहिँ यो भयो, पुरै तलपट्टिको ग्राउन्ड भयो चाहिँ। काम भइरहेको मूलपानीमा काम भइरहेको मजा। हस्त साथीहरू, आजलाई हामी यति नै भिडियो खिच्छौँ। तपाईँ देख्न सक्नुहुन्छ मजाले अहिले काम भइरहेको, मर्मत भइरहेको पुरै मूलपानीमा। अब बाँकी भिडियो चाहिँ आगामी दिनमा हामीले प्रस्तुत गर्छौँ अरू पनि। अहिले यति नै गर्छौँ।